InDrive presents ICT Award 2025. Province Startup ICT Recognition 2025 र Province Startup ICT Recognition 2025 आफ्नै गाउँठाउँमा बसेर पनि आईटीमा सम्भावना र अवसर खोज्ने नवप्रवर्तकहरूलाई सम्मान गर्ने अभियान हो। सातै प्रदेशका 100 भन्दा बढी स्टार्टअपलाई विभिन्न चरणको छनौट पश्चात स्टार्टअप फेस्टमा सहभागी भएर प्रस्तुति दिने प्रदेशका उत्कृष्ट स्टार्टअप कम्पनीलाई हामीले यो वर्ष सम्मान गर्ने प्रयास गरेका छौं। अब हेरौं यो वर्ष को हुनुहुन्छ त प्रोभिन्स स्टार्टअप आईसीटी रेकग्निसन 2025 प्राप्त गर्ने विजेताहरू। Province Startup ICT Recognition 2025 are सुदूरपश्चिम Province BG Infotech Valley। सुदूरपश्चिम प्रदेशबाट Province Startup ICT Recognition 2025 बाट सम्मानित BG Infotech। सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको स्टार्टअप हो BG Infotech। कम्पनीले वेबसाइट, मोबाइल एप तथा सफ्टवेयर डेभलपमेन्ट, डिजिटल मार्केटिङ र आईटी ट्रेनिङ प्रदान गर्दै आएको छ। यसमा 22 जनाले रोजगारी प्राप्त गर्नुभएको छ। BG Infotech प्राइभेट लिमिटेड। One more time, congratulations to all our Province Startup ICT Recognition 2025 winners. उहाँहरूले यो अवार्ड रेकग्निसन सँगसँगै प्राप्त गर्दै हुनुहुन्छ। विभिन्न कम्पनीजहरूबाट अफर्सहरू अहिलेको लागि भने सुदूरपश्चिम प्रोभिन्सबाट हुनुहुन्छ BG Infotech धनगढीबाट। Congratulations! Thank you so much, ma'am. Thank you so much, ma'am. So how are you feeling? It's great, ma'am. It's great. धेरै राम्रो नसोचेकै जस्तो भयो अहिले त। वाउ, ओके, यहाँ आउँदै गर्दाखेरि हामीले जित्छौँ कि भन्ने जस्तो फिल भएको थियो। इनरमा चाहिँ थियो म्याम, अलिकति हाम्रो जित्छौँ कि जस्तो फिलिङ चाहिँ भएको थियो। अब एक्चुअली थाहा चाहिँ थिएन। एकदमै खुसी लागिरहेछ अहिले आज अवार्ड मिलेकोमा। नाम आउने बित्तिकै चाहिँ कस्तो भयो फिलिङ? ठ्याक्क भित्र नाम अनाउन्स हुने बित्तिकै चाहिँ एकदम ड्रिम कम ट्रु जस्तै भयो।